दर्शकबिन नमस्कार, स्वागत छ तपाईलाई विनोद बसेल ट्याग युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्नेछौँ फेसबुक पेज मोनेटाइज कसरी गर्ने। यदि तपाईले इन्कम गर्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्न नबिर्सिनुहोला। यदि तपाई यस विनोद बसेल ट्याग युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई एक सब्सक्राइब, एक शेयर, एक कमेन्ट र फेरि पनि भने एक सब्सक्राइब गर्न भने नबिर्सिनु होला, किनकि तपाईको एक सब्सक्राइब, एक कमेन्ट र एक शेयरले मलाई अर्को नेक्स्ट भिडियो बनाउन लागि प्रेरणा मिल्छ, उत्साह मिल्छ, हौसला मिल्छ। आज कति पनि ढिलो नगरी हामीले आजको यस भिडियो सुरु गर्न गइरहेका छौँ। यस भिडियोमा हामीले फेसबुक पेज मोनेटाइज बारे कुरा गर्छौँ। फेसबुक मोनेटाइज भनेको के हो है, पहिला सुरु हामीले त्यो बुझ्नुपर्छ। फेसबुक मोनेटाइज त हामीले गर्नुपर्छ, तर फेसबुक मोनेटाइज भनेको के हो भन्ने हामीलाई थाहा छैन। फेसबुक मोनेटाइज भनेको तपाईले पोस्ट गर्नुभएको भिडियो वा कन्टेन्टबाट पैसा आउने प्रोसेस हो कि नै। हामी सबैले भिडियो बनाउँछौँ। भिडियो बनाउनुको कारण के हो? मुख्य कारण कसरी इन्टरटेनमेन्टको लागि बनाउनुहुन्छ भिडियो, त्यो आफ्नो ठाउँमा छ, र कतिपय मानिसहरूले चाहिँ अर्निङको लागि गर्नुहुन्छ, त्यो आफ्नो ठाउँमा छ। तर कतिपय मानिसहरूले चाहिँ अर्निङलाई नै फोकस गरेर भिडियो बनाएका हुन्छन्। जस्तै मैले पनि यो भिडियो चाहिँ युट्युब च्यानलमा केही टिप्स दिनको लागि र तपाईहरूलाई पनि केही ज्ञान दिनको लागि र मलाई थोरै भए पनि अर्निङ होस् भनेर यो भिडियो बनाएको हो। र फेसबुक मोनेटाइज भनेको तपाईले पोस्ट गर्नुभएको भिडियो वा कन्टेन्टबाट पैसा कमाउने प्रोसेस हो। जस्तै युट्युबमा एड्स चल्छ। युट्युबमा यदि तपाईले युट्युब च्यानल खोल्दा बित्तिकै एउटा नयाँ मुभी आयो भने त्यहाँ एड्स चल्छ। त्यस्तै गरी फेसबुक पेजमा पनि एड्स चल्छ र त्यहाँ एड स्टार, सब्सक्रिप्सन आदि चल्छन् र त्यसबाट पैसा कमाउन सकिन्छ। त्यहाँ पनि हामीले मेथड अफ मोनेटाइजेसन। पहिलो, इन स्ट्रिम एड्स। भिडियोमा एड्स देखिन्छ र भ्युज अनुसार पैसा मिल्छ त्यहाँ पनि है। दोस्रो, स्टार। दर्शकले लाइभ वा भिडियोमा स्टार पठाउँछन्, त्यहाँ पनि सोही अनुरूप चाहिँ पैसा मिल्छ। तेस्रो, फ्यान सब्सक्रिप्सन। अडियन्सले मासिक सब्सक्रिप्सन लिन्छन्, तिनीहरूले चाहिँ मासिक सब्सक्रिप्सन किन्नुपर्छ। सब्सक्रिप्सन लिइसकेपछि जसले गर्दा तपाईको खातामा पैसा आउँछ। र चौथो नम्बरमा रहेको छ प्याड अन इभेन्ट। इभेन्ट टिकट बेच्न सकिन्छ। यदि तपाईले युट्युब च्यानलमा यदि तपाईले आफ्नो युट्युब च्यानलमा होस् चाहे तपाईले फेसबुकमा होस्, तपाईले चाहिँ प्याड इभेन्ट राखेर चाहिँ त्यसबाट चाहिँ तपाईले अर्निङ गर्न सक्नुहुन्छ। अब रहेको छ पाँचौं नम्बरमा ब्रान्ड कन्टेन्ट। कम्पेजसँग सहकार्य गरेर भिडियो बनाउन सक्नुहुन्छ। कम्पेज भनेको दरा जस्तो नेपालमा पपुलर छन् नि, जसले गर्दा चाहिँ नेपालमा चाहिँ अनलाइनहरू चाहिँ भिडियो जसले गर्दा चाहिँ नेपालमा अनलाइन हामी सपिङ गर्छौँ हो, तिनीहरूलाई कन्ट्याक्ट गरेर चाहिँ उनीहरूको प्रमोसन गरिदिइसकेपछि उनीहरूले तपाईँलाई पैसा दिन्छन्। यसरी तपाईँलाई फाइदा हुन्छ। र अर्को नम्बर रहेको छ इलिजिबिलिटी रिक्वायरमेन्ट। इलिजिबिलिटी रिक्वायरमेन्ट भनेको के हो भने तपाईँले चाहिँ त्यहाँबाट अर्निङ गर्नको लागि तपाईँले चाहिँ केही त्यहाँका नियम पालना गर्नुपर्छ, जसले गर्दा तपाईँले चाहिँ फेसबुक पेजबाट सहज रूपमा पैसा कमाउन सक्नुहुनेछ। यदि तपाईँले त्यो युट्युब च्यानल होस्, यदि तपाईँले फेसबुक पेजको रिक्वायरमेन्ट फलो गर्नु भएन भने तपाईँले पैसा कमाउन सक्नुहुन्न कहिले पनि जिन्दगीभर। त्यहाँ रहेको इलिजिबिलिटीमा चाहिँ इलिजिबिलिटी रिक्वायरमेन्टमा चाहिँ 10,000 फलोअर पुगाउनु पर्छ तपाईँले फेसबुक पेजबाट पैसा कमाउनको लागि। र दोस्रोमा पछिल्लो 60 दिनमा 60,000 वाच मिनट पुगाउनु पर्छ। र अर्को नम्बर रहेको छ पार्टनर मोनेटाइजेसन पोलिसी पालना गर्नुपर्छ तपाईँले चाहिँ। अनि अन्तिममा एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ तपाईँको भिडियो चाहिँ ओरिजिनल हुनुपर्छ। यदि तपाईँको भिडियो कतैबाट उठाएर लिएर राखेको हो भने त्यस्तो भिडियो मोनेटाइज हुँदैन र तपाईँले फेसबुकमा पैसा कमाउन सक्नुहुन्न। जस्तै तपाईँले कतिपय मानिसहरूले चाहिँ छिटो ग्रो गर्नका लागि चाहिँ
इन्स्टाग्रामको, ट्विटरको, युट्युबको सर्ट भिडियो लिने त्यहाँ हालिदिने गर्नुहुन्छ। त्यस्तो गर्नुभयो भने तपाईँको यो फेसबुक पेज चाहिँ मोनेटाइजेसनबाट रोकिन्छ। हुन्छ त, आजको भिडियोमा हामीले कुरा गऱ्यौँ फेसबुक पेज मोनेटाइजेसन बारे र हाउ टु एप्लाई भन्ने कुरा पनि तपाईँलाई चाहिन्छ भने मलाई चाहिँ तल कमेन्ट बक्समा चाहिँ लेख्न नबिर्सिनु होला। र यदि तपाईँ फेरि भने यदि तपाईँ यस युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई एक सब्सक्राइब, एक लाइक, एक कमेन्ट र एक सेयर गर्न भने नबिर्सिनु होला। तपाईँसँग भेट्नेछु म नेक्स्ट भिडियोमा। हस्त, नमस्कार।